नमस्ते सबैलाई। मेरो नाम सन्दीप थारू। सन्दीप थारू फिट एन्ड बलगर कमेडी पनि गर्छु थोरै थोरै। मैले च्यालेन्ज लिएको थिएँ, 1 वर्षको लागि च्यालेन्ज लिएको अझै कम्प्लिट भएको छैन। त्यही नै 6 महिना पुरा भयो। बल्ल यो सुरु हुँदै छ। सुरुमा ल म बसेर आनन्दले कुरा गर्छु। यो भन्दाखेरि म कहिले क्यामेरा गर्न सक्ने मान्छे होइन। आज पनि काजै 6 महिना खुसी हाल्यो कि के हो थाहा भएन। त्यही जोस देखेर बोल्न मन लाग्यो मलाई। मान्छेले सुरु गर्दा मलाई कतिले भने के गर्न थालेको, किन गर्नु पर्यो त्यस्तो, गर्नुहुन्न। तर मैले अरू कुरा सुनेन। म आफ्नो मेहनत आफै गरेँ। अलिअलि एकदम चेन्ज भयो भन्दिनँ, अलिअलि शरीरमा चेन्जेस आयो। कहिले 2 पुसम्म लगाउने मान्छेले अलिक 50सम्म सकिन्छ मजाले। के झुट बोल्ने हो, म धेरै गर्न सक्दिनँ। मैले 100 गर्छु, यो रेस गर्छु, म झुट बोल्न चाहन्न। 6 महिनामा मैले 50 मजाले गर्छु। एकैचोटि सक्छु 50 गर्न। कुनै बेला 2 पनि मलाई गाह्रो हुन्थ्यो पुसअप गर्न। मोबाइल हेर्ने, रिल हेर्ने, टाइम वेस्ट गर्ने। मैले कसरी यस्तो भनौँ, 24 घन्टासम्म हेरेको मोबाइल। 24 घन्टासम्म पनि हेरेको मोबाइल। कतिको एडिक्ट थिएँ। अहिले त्यति एडिक्ट छैन। कहिले भिडियो गराउन थाल्यो भने फेरि त्यही 10 घन्टासम्म पुग्छ स्क्रिन टाइम। नत्र त्यो आफ्नै चाहिने कुछ चिज हेर्नलाई यताउति गरेर त्यति पहिला जस्तो 16 घन्टा 16 घन्टासम्म मैले हेरिन्थ्यो क्या। अहिले कम भयो। अनि यो 6 महिना यो पुग्दाखेरि अलि माइन्ड अझै कन्फिडेन्स साथ भन्छु। अझै 6 महिना गरेर छाड्छु भन्छु। अब 6 महिना त गरेँ, अब नि अझै 6 महिना गरेर छाड्छु। यो छोड्नेवाला छैन। अब म यसो भने चाहिँ यस्तो हुनेछ। सुरुमा मलाई बिचमा 23 दिनसम्म गरेँ। त्योपछि बिचमा एक दिन उठेन, बिहान उठेन क्या, उठ्नै सकेन, अल्छी लाग्यो। अनि दिमागले भन्यो, एउटा साथी थियो, ऊ साथी को साथीले फोन गरेको त्यो उनले बुझिसक्यो। उनको नाम लिन अहिले चाहन्न। उनले बुझिसकेन्, हेरेर आवा भिडियो। उनको नाम लिन चाहेन म। उनले भने खोइ त भलक आएन त। मैले भने अल्छी लाग्यो, उठ्नै सकेन भने। अनि यस्तो हारमान माऱ्यो नि, सुरुदेखि गर्नु पऱ्यो नि, डे 1 देखि गर्नु पऱ्यो भने। मैले सोचेँ अब डे 1 डे त गर्न सकिनँ। मैले भिडियो हालिसकेको थिएँ कि जम्मै। मैले यो जर्नी क्विट गरेँ यताउति जम्मै 23 दिन भइसकेको थियो। साझा यसो सोचेँ, काममा गएको थिएँ, कामदेखि आएर सोचेँ यो यसो गरेर त हुन्न, ऊ लाग्दैन। अहिले 24 घन्टा भयो होइन। मैले जर्नी त 24 घन्टा सकिनु नि त। एक दिनको जर्नी त 24 घन्टा सकिनु नि त। 24 घन्टा भयो होइन। मैले साझा एक्सर्साइज गरेर भिडियो लिएर हालेँ। त्यसपछि 24 भयो, 25 भयो, 26 भयो, 27, 28, 29, 30 गर्दा गर्दै 100सम्म पुगेँ। फेरि बिचमा मनले भन्यो नगर, के गर्छ यस्तै, गर्नुहुन्न। तर मनलाई यस्तो भड्काएर फुत्त फालेर डिसिप्लिनको साथ गरेछु। अझै पनि गरिदिने हो। अझै 6 महिना गर्ने हो। तपाईँले पनि 6 महिना भनेको मात्रै, तपाईँले बढी पनि सक्यो। नोटिफिकेसन आयो, त हटाइदिउँ नोटिफिकेसनलाई, कस्तो नगरौँ। अनि जिन्दगीमा यति मेहनत गरेर कि मान्छेले भन्नुहोस् कि यसले कसरी गर्यो। म यस्तो क्यामेरा सामु बोल्न नसक्ने मान्छे हो। अहिले बोलिरहेको सर्वन हुन्न क्या मान्छे। ऊ त पल्लो मान्छेले हेर, ओल्लो मान्छेले हेर भन्नु भन्ने नरहेछ। तर अहिले मैले यहाँ यत्रो कम्फर्टेबल बोलेको, अहिले मान्छे आयो भने फेरि त्यो मान्छेलाई देखेपछि मेरो पनि मन अलिअलि डराउँछ। डराउनु भन्दिनँ, डराउँछ, अलिअलि डराउँछ। तर अहिले कम्फर्टेबल लाउने हो। अब मोबाइलको स्टोरेज धेरै छैनन्। अब के भने थोरै छ। अब त्यही हिसाबले भिडियो गर्नुपर्छ। अब धेरै भिडियो गर्नु त मन छ नि धेरै छ। अब मोबाइल सपोर्ट गर्नु पऱ्यो नि, त्यही हिसाबले गर्नु पऱ्यो भिडियो। एक्सर्साइज च्यानल एक्सर्साइज गर्छु। टिकटकमा अलिअलि भिडियो आउँछ, भिडियो बनाउँछु। अलिअलि कमेन्ट गर्नु पनि आउँछ। मेरो माइन्डसेट अरूले भन्छन्, युट्युबमा एउटा भिडियो भाइरल भएको थियो, अरूले भन्छन् पैसा कति आयो। म पैसाको पछि भागेको होइन नि, म आफ्नो जर्नी देखाउन भागेको। त पैसा पछि आफै आउँछ। पैसाको पछि भाग्ने होइन क्या। पैसा कमाउनुलाई त काम गरिरहेको त। के काम गर्छु तँ नि भन्नु पऱ्यो नि त। अब काम गर्छु त भनिरहेको, के काम गर्छु, के त हालेर सुतेर बसी गर तँ होइन। म गाई फार्ममा घाँस काट्ने काम गर्छु अहिले। घाँस काट्ने साँझ बिहान।
एक्सर्साइज पनि गर्छु, त्यो फिजिकल घाँस काट्ने पनि त्यो फिजिकल एक्सर्साइजको पर्छ नि त, त्यो तगडा चाहिन्छ नि शरीर। त्यही भएर दुई ठाउँमा जस्तै एक्सर्साइज हुने भयो, घाँस काट्दा पनि एक्सर्साइज हुने भयो, यहाँ गरेर नै एक्सर्साइज गर्छु बिहान 4 बजेतिर। कहिले ढिलो होइन, सिधै 4 बजे आँखा उठेकै हुन्छु म। 6 महिना भयो लगातार 4 बजे आँखा खुल्यो क्या। त्यो एक दिन 23 दिनको दिन खुल्लो थिएन त्यो भन्छु, खुल्न सकेन, त्यही नि सधैँ एक्सर्साइज गरेँ। ल त्यो भिडियो हेर्न चाहनुहुन्छ भने प्रोफाइलमा छन्, 1-2सम्म धेरै हुन्छ। यो भिडियो तपाईँले कहाँदेखि हेर्नुभयो, युट्युबमा हेर्नुभएको छ कि फेसबुकमा हेर्नुभएको छ कि टिकटकमा हेर्नुभयो, म सँगसँग जम्मै हाल्न कोसिस गर्छु। फेसबुकमा हुन्न होला सायद, फेसबुकमा हाल्दिनँ होला, यो फेसबुकमा देखाउने होइन, युट्युबमा हाल्छु अनि टिकटकमा हाल्छु। फेसबुकमा किन देखाउने हो, यो खुसियाली त जसले मलाई सपोर्ट गर्छ, लाइक गर्छ तिनीहरूलाई हो, फाल्तु मान्छेलाई देखाउने होइन क्या यो चिज। रोक्न मान्छे कति हजार आउँछन्, तर मेहनत गर्नुपर्छ। त्यो रोक्नेको पछि भाग्ने होइन, कसैको कुरा पनि सुन्ने पनि होइन, गर्ने पनि होइन। कोही आजकल मलाई कसैले भनाउँछ नि, यो बाबु के गरेको नगर भने म तिम्रो वास्तै गर्दिनँ। किन गर्ने वास्ता गरेर केही फाइदा छैन। त्यो ब्याकग्राउन्ड त्यो पछाडिको चिजलाई फोकस नगर भाइ, मलाई फोकस गर। त्यो पछाडिको ब्याकग्राउन्डलाई म हटाउँछु। मैले ख्याल गर्थेन, भिडियोमा थालेपछि यो बोल्दै थिएँ। ल हट्यो, त्यो ख्याल नगर्नु होला। त्यो पछाडि के छ त्यो भुल्नु, त्यो चिज याद गर्ने होइन। ल यति भन्दै म लागेँ। 6 महिनासम्म गरियो, अझै एक वर्षको टार्गेट छ। 1 वर्षसम्म गर्छु होइन, गरेर छाड्छु। चाहिँ हातै बाँचियोस् चाहिँ खुट्टै बाँचियोस्, त्यो गर्छु भने चाहिँ गर्छु। 2 दिन भयो मेरो खुट्टा दुखिरहेको, त्यही भएर खुट्टाको एक्सर्साइज गर्न पाएको छैन, अरू एक्सर्साइज गरिरहेको, त्यही पनि छोडे होइन। यस्तो मेहनत गर्नलाई पखालले बनाएर रहेछन्, मेहनत गर्नुपर्ने रहेछ। जति त्यो सुतेर मोबाइल हेर्नुभन्दा एक्सर्साइज गरेर के भन्छ काम गरेर उससँग साथ गर्ने, आफ्नो मनलाई काम गर्नुपर्छ, तर गर्नुपर्छ। म भिडियो बनाउँछु भन्थेँ, म गेमिङतिर लाग्थेँ, गेमिङमा 600 कट्दै थियो, त्यसपछि मलाई गेम खेल्न चाहिँ होला, त्यसपछि मैले सोचेँ अब गेम खेल्न नजाला त युट्युब भिडियो सोच्छस् अनि भिडियो नबस्दा के त मलाई। तब एक दिन बिरामी थिएँ, एक दिन यो मोबाइल होइन अर्को मोबाइल थियो, यो मोबाइलले त अलिक क्यामेरा राम्रो छ, त्यो मोबाइलको अलिक क्यामेरा नराम्रो थियो क्या। त्यो मोबाइल सुरु गरेँ मैले, टिकटक बनाएँ क्या, एउटा सुरुमा बनाएँ, कस्तो हुने रहेछ बनाउँछ कि नै भनेर भिडियो बनाएँ क्या। टिकटक एउटा बनाएँ, मजा आयो। मेरो टिकटकको 4वटा आइडी उडिसक्यो क्या, यो दुईवटा नि अहिले हेर्नु चाहिँ त्यो आइडी यो 5वटा हो, स्ट्राइक आएर उड्छ। त पहिलाको मात्रै यसरी बोलेर भिडियो बनाउँथेन, कमेडी गर्थेन। अलिअलि कमेडी गर्छु, टिकटकमा हेर्नु होला, कमेडी पनि छ। ल आजको लागि यति। 6 महिना कम्प्लिट भयो, शरीर कस्तो छ पनि देखाइदिउँ। अहिले आवाज सुनिन्न, फेरि यो आवाज यसरी सुन्ने हो। ल थोरै थोरै त भयो, पहिला हड्डी देखिन्थ्यो, अहिले हड्डी देखिन्न, अलिअलि यहाँ बिल्ड भयो। अनुहारै धेरै चेन्ज भयो, पहिला त अलिअलि चाहिँ डन्ठी उठ्दा छ, तर पहिला जस्तो छैन क्या। पहिला अल्छी केही काम गर्छु भने तर गरेर छाड्छु म, त्यो पहिला जस्तो थिएँ ए भोलि गर्छु, भोलि कहिले आउन्न, जिन्दगीमा याद राख, भोलि कहिले नै आउन्न, गर्ने हो आजै गर्ने हो, आज भने चिज आजै हुन्छ, त भोलि भने चिज कहिले नहुने रहेछ क्या। गर्न पाएँ आजै गर्ने, नगर्न पाएँ कहिले नगर्ने होइन। सोच्ने ठुलो हो क्या, नपाएँ आफ्नो बाउको होइन, पाएँ आफ्नो बाउको होइन, पाएँ नि खुसी, नपाएँ नि खुसी, त्यो किन सोच्नलाई, किन सानो सोच्ने, ठुलो सोच्ने। यति भन्दै म लागेँ, मिलाउँला अगाडि भ्लगमा, यो लामो भिडियो भयो। ल यति भन्दै म लागेँ। 6 मन्थ कम्प्लिट भयो एक्सर्साइज गर्दै, अब अझै जोस सासको साथ छोड्ने होइन, गर्ने हो, गरेर आएर छाड्ने हो। म बडी बनाउनलाई सुरुमा एक्सर्साइज थालेको होइन, वास्तवमा भन्ने नि म 2 महिना 2 चोटि बिरामी भयो क्या, सुत्ने गरेर बिरामी आयो। त्यही भएर सोचेँ मैले, उठेपछि म एक्सर्साइज गर्छु। ल यति भन्दै लागेँ, लाइक सब्सक्राइब गरौँ, बाई।